यो पानी परेको मौसममा घरमै यसरी पक्क फुलेको भटौरा अनि सेतो चनाको छोले बनाएर बच्चाहरूलाई आज खुवाउन मन छ भने मेरो भिडियो हेर्न नभुल्नु होला है त। ल बनाउन सुरु गरौँ। मैले चाहिँ आधा किलो जति मैदा लिएको छु। यो मैदामा चाहिँ थोरै नुन, थोरै चिनी अनि त्यसपछि थोरै तेललाई राखेँ, घिउ राख्नु भए पनि हुन्छ, अनि बेकिङ पाउडरलाई पनि राखेँ, अनि दहीलाई पनि राखेँ, अनि सबैलाई राखेर मजाले यसलाई चाहिँ मुसिदिन्छु। एकछिन मुसिसकेपछि यतिको डो हुन्छ। डो भइसकेपछि माथिबाट थोरै तेल राखेर प्लास्टिकले कभर गरेर एउटा भाँडामा यत्तिकै यसलाई फुल्नको लागि छोडिदिन्छु। एकछिनपछि यो फुलेर यत्रो हुन्छ अनि भ्वाक्क हानेपछि यो सुक्छ। अनि यता मैले चाहिँ चनालाई चाहिँ बोइल गर्नको लागि थोरै बेसार, थोरै नुन अनि मरिच र दालचिनीलाई चाहिँ राखेर सिटी लगाइदिन्छु। अनि फेरि यता फ्राई प्यानमा चाहिँ तरकारीको लागि रेडी गर्दैछु। यो फ्राई प्यानमा राखेर तेल राखेँ, अनि माथिबाट बदामलाई भुटिदिएँ, अनि प्याज अनि टमाटरलाई राखेर थोरै नुन राखेर मजाले यसलाई भुटिदिन्छु। यता सिटी लागेर चना पनि रेडी भइसक्यो। अब यो सबै भुटेको प्याज र चनालाई चाहिँ एउटा मिक्सरको जारमा निकालेर राखिदिन्छु चिसो हुनका लागि, अनि यसलाई ब्लेन्ड गरिदिन्छु। अब यो प्याज अलिअलि बाँकी छ, अनि यसैमा थोरै तेल थपेर मैले प्याज र टमाटर राखेँ। यो भुटेको प्याज र टमाटर चाहिँ एकदमै मिठो बास्ना आउनुहुन्छ। अघि पिस्नको लागि रेडी गरेर निकालेको हो मैले। अब यति भइसकेपछि मजाले यसमा चाहिँ मसला, नुन खुर्सानी, अदुवा लसुन अनि धुलो खुर्सानी, जिराको धुलो, अनि यो अदुवा लसुनको पेस्ट बनाएको थिएँ। अनि अब यसलाईमा चाहिँ यति पकाउने, अनि माथिबाट चाहिँ यो अघि टमाटर र प्याजलाई चाहिँ भुटेर पिसेर राखेको थिएँ। अब यसलाई चाहिँ राखिदिएँ, अनि यसलाई चलाउँदै चलाउँदै पकाउनु पर्यो। अनि थोरै काश्मिरी मिर्च, काश्मिरी खुर्सानीलाई राखेर रातो गराउनको लागि राखेँ। अब यो नराख्नु भए पनि केही फरक पर्दैन, मैले चाहिँ कलरको लागि राखेँ, मिठो लाग्छ। अब एकछिन मजाले पकाउने, अनि अघि बोइल गरेर राखेको चनालाई पनि सबै यसमा खनाइदिने। अनि त्यसमा अलिअलि पानी पनि थियो, मैले चाहिँ यसलाई मजाले धोइ पखाली गरेर चाहिँ बोइल गरेको थिएँ। अब यो मसलाहरू के हालेको थिएँ सबै यसमा खनाइदिन्छु। अब एकछिन मजाले यसलाई फतफत पारेर पकाइदिनु पर्यो। मजाले फतफत पकाइसकेपछि धनियाँले गाडिसकेपछि त एकदम मिठो हुन्छ। तर मसँग आज धनियाँ थिएन, सकिएको थियो, मसँग कस्तुरी मेथी थियो। यति पाकिसकेपछि मैले कस्तुरी मेथीलाई माथिबाट छरिदिएँ। एकदम मिठो टेस्टी स्वाद आउँछ कस्तुरी मेथी राखेको तरकारी चाहिँ। अब फतफत पारेर एकैछिन फत्काइसकेपछि चनाको छोले पनि रेडी भयो। अब यता भटुरे पनि फुलेर मजाले ठुलो भइसक्यो। अब यसलाई एकछिन मजाले मुस्नुपर्छ, रोटीको पिठो मुछे जस्तै गरी बेस्तरी मुसेर यसलाई चाहिँ अब बेलना र चौकी रेडी गरेँ। अब यो बेलना र चौकीमा मजाले सानो सानो यसको चाहिँ डल्ला बनाउँदै यसलाई बेलेर राखिदिन्छु। सबै भटौराहरूलाई बेलेर राखिसकेपछि चाहिँ यता भाँडामा तेल तताएको छु। अब तातो तातो तेलमा, अब धेरै तातो पनि हुनु भएन, अब ठिक्क तातो तेलमा चाहिँ यसलाई चाहिँ फ्राई गर्दै चलाउँदै चलाउँदै फ्राई गर्दै निकाल्नु पर्छ। अनि एकतिर फ्राई गर्ने, अनि अर्कोतिर फ्राई गर्ने, पल्टाउँदै दुईतिरै फ्राई गरिसकेपछि पक्क फुलेको भटौरा हेर्नुहोस् त कस्तो राम्रो फुलेर रेडी हुन्छ। अब यसरी पर्फेक्ट भटौराको रेसिपी चाहिँ चाहनुहुन्छ भने यो मेरो भिडियो हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त कस्तो राम्रो भटौरा बनेर रेडी भयो। अब एकदमै खानाहरू बनाउनको लागि चाहिँ एकदम मेहनतका साथ एकदमै ध्यान दिएर हरेक स्टेपमा ध्यान दिएर बनाउनु भयो भने चाहिँ सबै कुराहरू राम्रो बन्छ। यो चाहिँ मेरो आफ्नो भोगाई हो है। ल हेर्नुहोस् त कस्तो राम्रो भटौरा, होटलतिर पाइने भटौरा जस्तै बनेर रेडी भएको छ। अब यता छोलेको तरकारी पनि रेडी भइसक्यो। ल हजुरहरूले पनि यो पानी परेको मौसममा तातो तातो भटौरा र छोलेलाई चाहिँ बनाएर आफ्नो बच्चाहरूलाई सर्भ गर्न सक्नुहुन्छ। मेरो भिडियोहरू मन पराएर हेरिदिनु भएकोमा, अनि मेरो चाहिँ फलोवर 9.5K फलोवर पुऱ्याइदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। यस्तै गरी मलाई माया र साथ सपोर्ट दिइरहनु होला। भिडियो मनपर्छ भने लाइक, सेयर अनि मलाई फलो गर्न नभुल्नु होला है त। थ्याङ्क यू फर वाचिङ।